हेलो गुड इभिनिङ। हामी चाहिँ घुम्न निस्केको छौँ ड्युटी सकेर। यहाँ हाम्रो छुक्चे चलिरहेको छ। छुक्चे हाम्रो यो पर्व हो यहाँको, एक किसिमको पर्व। एकदमै रमाइलो छ यहाँ, एकदमै तोरीबारी र जौबारीहरू पनि छ। हामी साथीहरू, कम्पनीको साथीहरू भएर जम्मा भएर आएको। ठिक छ, रमाइलो छ, घुमघाम चलिरहेको छ। बेला मौकामा यसो रमाइलो। अहिले अघि यहाँ पुरै रमाइलो छ। अहिले यहाँ पुरा पछाडि कुहिरोहरू लागिरहेछ, अलिक मधुरो हुसुहरू लागिरहेछ। अहिले चाहिँ ठिक छ। अहिले अब अघि जस्तो छ पनि ठिकै छ। चिसो चिसो मौसम छ, एकदमै फिल भइरहेछ, एकदमै कुछ फिल भइरहेछ। ठिक छ, हामी धेरैजना रहेछ यहाँ घुम्न। पछाडि सबै जौबारी छ, जौबारीहरू कति धेरै यहाँ सबै। यो हाम्रो कम्पनी केटाहरू यहाँ सबैजना आएको छ, केटाहरू आएको छ यहाँ पर। एकदमै पुरा आइरहेको छ। अहिले त मधुरो छ पछाडि, अघि त एकदमै उज्यालो छ्याङ्गै थियो। हाम्रो डिबी बुढा कहाँ म अरू फेरि केटाहरूको फुर्ती हेर्नु त यहाँ। यस्तो गर्दैछ केटाहरू यहाँ पुरा। आमामा दिइराख पोज दिएर कपाल पालेर हेर, केटी मान्छे जस्तो कपाल पालेर, कपाल नकल पारेर हेर्नु त। यस्तो यहाँ एकजना यहाँ फुर्ती गर्दैछ, एकजनाले केटाहरू यस्तो छ। यहाँ सबैजना आफ्नो दुन्न छ। कोही यहाँ फोटो खिच्दैछ, कोही भिडियो खिच्दैछ, कोही नाच्दैछ, कोही चाहिँ फुर्ती गरेर गर्दैछ होइन। भनेर धेरै दिन भएको थियो, 1 महिना जति कम्पनीमा घुम्सेर अनि अब माइन्ड फ्रेस हुने भनेर आज त छुट्टी हुने बित्तिकै नुहाइदै गरे, निस्केर आइहालेँ। खानासाना खानु छैन, छोडिदिएको। कहाँ हो अब भरे भोक लाग्यो भने कतातिर खोज्नु पर्ला। पछाडिको सबै यो तोरीबारी र जौबारी यति धेरै, यो सबै यो उब्जनीको लागि होइन। सबै यो घुम्नलाई, पर्यटकलाई त्यो आकर्षित गर्नलाई, टुरिस्टहरूलाई इम्प्रेस गराउनलाई यस्तो बनाएको रहेछ। हामी पोहोर पनि आएको थियो यतातिर। पोहोर चाहिँ अब केही गरिएन, अब यसपालि यसो मेमोरीको लागि भए पनि यसो खिचेर राख्ने भनेर। ठिक छ, यहाँ हेर्नु न मान्छेहरू तलतिर आफ्नो दुनियाँ, कोही के हेरिरहेको, कोही भिडियो खिचिरहेको, कोही फोटो खिचिरहेको। म पनि यता आफ्नै दुनियाँ खिचिरहेको छु। यहाँ सबै कोरियन छ। मेरो कुरा कसैले बुझ्दैन, म बोलिरहेको। अनि हाम्रो जाति त कहाँ हो अहिले। अब म एक्लै छु। अब कहाँ छुट्यो केटाहरू, कोही कहाँ पुग्यो, कोही कता छ। जहाँ गयो पनि भरे भेट भइहाल्छ। अब एक्लै घुम्ने हो कहाँ फोटो भिडियो खिच्ने मान्छे छैन। एक्लै आफै समात्ने, आफै खिच्ने हो अब यहाँ। ड्याङ यस्तो रमाइलो ठाउँ छ नि। अब यहाँ हेर्नु पछाडि यतातिर संसारै त्यस्तै छ क्या, जौबारी र तोरीबारी मात्रै छ। जता हेऱ्यो नि त्यस्तै मात्रै छ। अनि ठाउँमा त्यो टक्क टुरिस्टहरू त्यो बसेर गीत गाउने, कोही त्यो होटलहरू जस्तो छ त्यो खाने ठाउँहरू, अनि कोही इन्जोय गर्ने, गीत गाउने। यो सबै टुरिस्ट एरिया मात्रै नि। यहाँ तलतिर मात्रै छ गाडीहरू। हाम्रो चाहिँ गाडी माथि पार्क गरेको छ। अनि हामी तलतिर निस्केको। घाम डुब्नु लाग्छ पारि। तनाव लागिसक्यो, भोक पनि लागिरहेछ अलिक। भिडियो खिचिरहेछ। अब मान्छेहरूले के भन्छ थाहा छैन, त्यो चाहिँ सबैजना खिचिरहेछ आफ्नो धुनमा। म पनि दिइरहेको नि। फेस रिभिल गरौँ न। ए मेरो चस्मा, हाम्रो साथी चस्मा कहाँ लगिरहेको? फुर्ती गरेर अनि फुर्ती गरेपछि फुर्ती गऱ्यो भन्नु पर्दैन। ठिक छ।
आउँछ पासाङले अफिसियल 1 आउँछ नाचिरहेछ केटाहरू अब